Finally, guys, he's our monkey. He's our monkey. Hello, guys. Hello, Hello. Rosan, hello, ta bhan. Okay, हाम्रा पेलबानहरु पेलबान हेलो गाइस के छ रफ्तारमा छ टोली कमल पोखरी जाने भनेर पल्ल हिल पार्क सक्यो हैन त्यही हो हेलो गाइसहरु फाइनली हामी हिल पार्कको जंगलमा घुम्न आयौं उतातिर त राम्रो राम्रो रहेछ यतातिर त सालका रुख मात्र छन् तपाईहरुले देख्न सक्नुहुन्छ हैन टिकटकमा अपलोड गर्दिन के यस्तो नराम्रो भाइ छ हैन नत्र त गर्थे हेलो गाइज फाइनली यता हो हामी कमल पोखरी आउन लागिसक्यौं टोली हेलो गाइज फाइनली हामी हिल पार्क आयौं अनि हामी 6 जना भएर आयौं हैन गरे हाल्यौं के अब हामीले बसेर दुईटा बोतल पानी र दुईटा चिप्स ल्यायौं त्यही खान्छौं हैन यत्ने बसेर कहाँ जाने र माथि हो माथि जाने र गाइजहरु माथि जान्छौं यहाँ आगे सायो सरकार गाइज अझै पनि हामी हिल पार्कमै छौं बाँकी अपडेट हामी कमल पोखरी गरेर दिन्छौं भनेको अझै पनि हामी हिल पार्कमै हिँड्दै छौं हैन यिनीहरुले ठुला ठुला हिल्लाहरु आएछन् के म त हिँडिराखु यिनीहरु चाहिँ हिँड्न सके हैनन् ल के छ गाइज हामी चाहिँ फाइनली हिल पार्क आयौं हैन 6 जना भएर फोटो खिचाउन पसिना पसिना भयौं त्यस्तो राम्रो त आएनौं त्यही पनि सानो भ्लग बनायौं यिनीहरुले चाहिँ खिसी गरेछन् हैन मलाई यो चाहिँ रुख हो हैन गाइस यो चाहिँ रुख हो गाइस हजुरहरुले देख्नु भएको छैन होला यो चाहिँ रुख हो त्यही पनि सालको जताकति सालका रुख छन् तपाईहरु देख्न सक्नुहुन्छ यदि हेर्ने मन छ भने आउनुलाई हिल पार्क 50 रुपैयाँ टिकट काटेर यता मन्दिर पनि रहेछ भगवानले सबैलाई रक्षा गरून् अब चाहिँ हामी दुईटा बोतल पानी र दुईटा चिप्स लिएर आयौं त्यहाँ बसेर त्यही खान्छौं बाँकी अपडेट दिँदै गर्छौं आउँदै गर्छ गाइज हाम्रो हिल पार्कको सफर पुरा भयो अब हामी जाँदै छौं हिल पार्कदेखि कमल पोखरी पछि हाम्रो मंकीजहरु आइराछन् हैन अगाडि एकजना अगाडि हामी त ब्युटीफुल सुन्दरीहरु हामीहरु चाहिँ अगाडि चाहिँ एकजना ठुलो बाँदर फिल्टर हटा के दिखाओ फिल्टर के रियल क्यामेरा भाइ यो फिल्टर छ क्यामेरामा छैन यहाँ हामी रियलमा तै त्यस्तो हुँदैन हैन गाइस हामी साच्चैमा ब्युटीफुल छौं फाइनली हामी हिल पार्क सकेर अब कमल पोखरी जाँदै छौं हैन 6 जनाको ग्रुप दुईटा पोका के हामीले दुईटा पानीको बोतलहरु सकाएर अनि फेरि एउटै डल्ली यता हिँड्यौं अनि दुईटा चिप्स खाएर हामी फाइनली लाग्यौं अब कमल पोखरीतिर बाँकी अपडेट हुँदै गरिरहेछ हाम्रा पेलबान हेलो गाइज हेलो भनौ न हेलो रोशन हेलो त भन् फाइनली गाइज हिज our monkey हेलो गाइज के छ रफ्तारमा छ टोली कमल पोखरी जाने भनेर पल्ल हिल पार्क सक्यो हैन त्यही हो हेलो गाइजहरु फाइनली हामी हिल पार्कको जंगलमा घुम्न आयौं उतातिर त राम्रो राम्रो रहेछ यतातिर त सालका रुख मात्र छन् तपाईहरुले देख्न सक्नुहुन्छ हैन टिकटकमा अपलोड गर्दिन के यस्तो नराम्रो भाइ छ हैन नत्र त गर्थे गाइज अझै पनि हामी हिल पार्कमै छौं
बाँकी अपडेट हामी कमल पोखरी गरेर दिन्छौँ भनेको। अझै पनि हामी हिल पार्कमै हिँड्दैछौँ होइन। यिनीहरूले ठुला ठुला हिल्लाहरू आएछन् कि म त हिँडिरहेको, यिनीहरू चाहिँ हिँड्न सके छैनन्। ल के छ फाइनल्ली हामी हिल पार्क सकेर अब कमल पोखरी जाँदैछौँ होइन। 6 जनाको ग्रुप, दुईटा पोका के खान्थे, 2टा पानीको बोतलहरू सकाएर अनि फेरि एउटी डल्ली यता यता हिँड्यौँ अनि 2टा चिप्स खाएर हामी फाइनल्ली लाग्यौँ अब कमल पोखरीतिर। बाँकी अपडेट हुँदै गरेर आउँछ। गाइज हाम्रो हिल पार्कको सफर पुरा भयो। अब हामी जाँदैछौँ हिल पार्कदेखि कमल पोखरी। पछि हाम्रो मङ्किजहरू आइरहन् होइन। अगाडि एकजना अगाडि हामी त ब्युटिफुल सुन्दरीहरू हामीहरू चाहिँ अगाडि चाहिँ एकजना ठुलो बाँदर रियल क्यामेरा भाइ यो छैन यहाँ हामी रियलमा तै त्यस्तो हुँदैन होइन गाइज। हामी साँच्चैमा ब्युटिफुल छौँ। हेलो गाइज फाइनली हामी हिल पार्क आयौँ अनि हामी 6 जना भएर आयौँ होइन। गराइहाल्यौँ कि अब हामीले बसेर 2टा बोतल पानी र 2टा चिप्स ल्यायौँ, त्यही खान्छौँ होइन। यत्ने बसेर कहाँ जाने र माथि हो माथि जाने र गाइजहरू माथि जान्छौँ यहाँ आएर सायो सरकार। हेलो गाइज फाइनल्ली यता हो हामी कमल पोखरी आउन लागिसक्यौँ। टोली